हामी नेपालीको भान्सामा भात बिना त चल्दैन हैन र? यो हाम्रो लागि खाना मात्रै होइन, हाम्रो संस्कृति नै हो। तर हामीले दिनदिनै खाने त्यही चामलमा वास्तवमा के हुन्छ होला? आउनुहोस् आज हाम्रो भान्साको यो सबैभन्दा महत्त्वपूर्ण चिजलाई अलि नजिकबाट निहालौं। हो, हामीले खाने हरेक गाँस भातको एउटा छुट्टै कथा छ। कतै यसमा पौष्टिक तत्त्वको खजाना लुकेको छ भने कतै चाहिँ हामीले नदेखेका खतराहरू पनि छन्। आज हामी यही कथालाई खोतल्ने प्रयास गर्नेछौँ। आजको हाम्रो यो यात्रामा हामी सुरुमा रङ्गीन चामलका फाइदाहरू हेर्नेछौँ, त्यसपछि हाम्रो खानामा हुन सक्ने नदेखिने प्रदूषकहरूको बारेमा कुरा गर्नेछौँ, अनि घुन र त्यो प्लास्टिक चामलको हल्लाको वास्तविकता के हो त्यो पनि बुझ्नेछौँ, र अन्त्यमा हाम्रो चामललाई कसरी सुरक्षित राख्ने भन्ने बारे केही सरल तरिकाहरू पनि जान्नेछौँ। ल, सबैभन्दा पहिले त एउटा राम्रो खबरबाट सुरु गरौँ, र यो खुसीको कुरा हाम्रै खेतबारीमा फल्ने स्थानीय चामलका प्रजातिहरूमा लुकेको छ। अध्ययनहरूले के भन्छन् भने नि हाम्रो आफ्नै परम्परागत चामल जस्तै जुम्ली मार्सी र कालो चामल स्वास्थ्यको लागि सेतो चामल भन्दा धेरै नै राम्रो छ। यिनीहरूलाई त केवल चामल भन्नै मिल्दैन, यिनीहरू त पोषणको पावर हाउस नै हुन्। यहाँ हेर्नुस् त, यो तुलनाले कति स्पष्ट देखाउँछ। कालो र मार्सी चामलमा एन्टिअक्सिडेन्ट र अरू फाइदाजनक तत्त्वहरू साधारण सेतो चामलमा भन्दा कैयौं गुणा बढी हुन्छन्। यसको मतलब के हो भने यस्ता चामलले हाम्रो शरीरलाई रोगसँग लड्न धेरै मद्दत गर्छन्। ल, चामलको पौष्टिकताको कुरा त भयो, तर यो कथाको अर्को पाटो पनि छ जुन अलि चिन्ताजनक छ। अब हाम्रो चामलमा हुन सक्ने ती नदेखिने खतराहरूको बारेमा कुरा गरौँ है त। 11 यो नम्बर सुन्दा सामान्य लाग्न सक्छ, तर यो होइन। काठमाडौँमा खपत हुने चामलमाथि गरिएको एउटा अध्ययनले के देखायो भने त्यसमा 11 थरीका कीटनाशक औषधिहरू भेटिएछन्। सोच्दा पनि डर लाग्छ है, हाम्रो खानामा कति धेरै रसायन मिसिएको रहेछ भनेर। हाम्रो आफ्नै खाद्य ऐनले प्रष्टसँग के भन्छ भने यदि खानामा तोकिएको भन्दा बढी कीटनाशक भेटियो भने त्यो स्वास्थ्यको लागि हानिकारक हो र गैर कानुनी पनि हो। यसको सीधा अर्थ के हो भने यस्तो चामलले हाम्रो स्वास्थ्यमा लामो समयसम्म नराम्रो असर पार्न सक्छ। अनि यो समस्या प्रयोगशालाको रिपोर्टमा मात्र सीमित छैन। हेर्नुस् त, जाजरकोटमा कुहिएको चामल बाँडिएको यो समाचारले के देखाउँछ भने खाद्य असुरक्षा हाम्रो लागि एक वास्तविक र गम्भीर समस्या हो। कीटनाशक बाहेक हाम्रो चामलको बोरामा कहिलेकाहीँ नचाहेका पाहुनाहरू पनि देखिन्छन्, अनि इन्टरनेटमा फैलिने प्लास्टिक चामल जस्ता हल्लाले हामीलाई झनै चिन्तित बनाउँछ। आउनुहोस् अब तथ्य के हो र भ्रम के हो त्यसलाई छुट्याऊ। चामलको बोरामा यी साना साना किराहरू सायद धेरैले देखेका होलान्, तर यी वास्तवमा के हुन् त? यिनलाई चामलको घुन भनिन्छ। तर यहाँ एउटा राम्रो कुरा के छ भने खाद्य विज्ञहरूका अनुसार चामलमा लाग्ने घुनले हाम्रो स्वास्थ्यलाई कुनै हानि गर्दैन। हो, यिनीहरूले न कुनै रोग सार्छन् न त टोक्छन्। देख्दा अलि अप्ठ्यारो लाग्ला, तर चामललाई मजाले पखाल्यो भने यिनीहरू सजिलैसँग जान्छन्। घुनको कुरा त ठिकै छ, तर त्यो भन्दा पनि डरलाग्दो हल्ला हो प्लास्टिकको चामलको। यो हल्लाले धेरैलाई त्रसित बनाएको छ। के यो साँच्चै हो त? ल, यसको सत्यता जाँचौँ। संसारभरका खाद्य सुरक्षा एजेन्सीहरूले एउटै कुरा भनेका छन्, प्लास्टिकको चामल भन्ने कुरा एउटा हल्ला मात्रै हो, एउटा मिथक। यो हल्ला इन्टरनेटमा धेरै वर्षदेखि चलिरहेको छ, तर आजसम्म कतै पनि यसको ठोस प्रमाण भेटिएको छैन। अलि सोच्ने हो भने वास्तविक चामल पानीमा डुब्छ र पाक्छ, तर प्लास्टिकले त्यसो गर्दैन नि, होइन र? यदि अझै पनि मनमा शङ्का छ भने यो साधारण पानी परीक्षण आफ्नै भान्सामा गर्न सकिन्छ। एक मुठी चामल पानीमा हाल्नुहोस्, सक्कली चामल डुब्छ। यो कुनै पनि भ्रम हटाउने सबैभन्दा सजिलो र पक्का तरिका हो। ल, अब हामीले तथ्य र भ्रमलाई छुट्यायौँ। अब पालो आयो हाम्रो चामललाई स्वस्थ र सुरक्षित राख्न के गर्न सकिन्छ भनेर हेर्ने। यी एकदमै सरल तरिकाहरू छन् जसले ठूलो फरक पार्न सक्छन्। आफ्नो चामललाई ताजा र सुरक्षित राख्न यी 4वटा सरल नियमहरू पालना गर्दा हुन्छ। चामललाई हावा नछिर्ने भाँडोमा बन्द गर्ने, चिसो र सुक्खा ठाउँमा राख्ने, आवश्यक पर्ने जति मात्र किन्ने र भाँडो फेरि भर्नु अघि सधैँ सफा गर्ने। यसो गर्दा घुन लाग्ने र चामल बिग्रने समस्याबाट सजिलै बच्न सकिन्छ। ल, आजको यो सबै कुराकानीबाट हामीले के बुझ्यौँ त? मुख्य 4वटा कुरा छन् है। पहिलो, पोषणको लागि जुम्ली मार्सी जस्ता हाम्रै स्थानीय रङ्गीन चामल रोज्ने।
दोस्रो, पकाउनु अघि चामललाई जहिले पनि मज्जाले पखाल्ने। तेस्रो, घुन देख्यो भने नडराउने, पखालेर फ्याँकिदिने। र चौथो, चामललाई राम्रोसँग बन्द गरेर चिसो र सुक्खा ठाउँमा राख्ने। यति गर्यो भने हाम्रो भान्सा धेरै हदसम्म स्वस्थ र सुरक्षित रहन्छ। र अन्त्यमा एउटा प्रश्न सोच्नको लागि छोडेर जान्छु, हाम्रो थालमा भएको चामल केवल अन्न मात्रै हो वा यो हाम्रो पुरै खाद्य प्रणालीको एउटा ऐना हो? हामीले भान्सामा गर्ने हरेक सानो छनौटले नेपालको खाद्य सुरक्षाको ठूलो चित्रमा कतै न कतै प्रभाव पारिरहेको हुन्छ।